क्या अस्तिर हेर्दा धन्न मारे हेर्दा नि हाम्रो भैँसीले जाँदा साइड लाइटतिर जान्ने चाहियो चलाइने त्यस्तै छ ल गाइस हामी चाहिँ अहिले चाहिँ यो कुसुसेरा हिँड्दैछ डेलिभरी गर्नको लागि बाटो चाहिँ तपाईँको ठिकै छ कुनै ठाउँमा अप्ठ्यारो कुनै ठाउँमा नराम्रो रहेछ अप्ठ्यारो ल गाइस अहिले चाहिँ हामी यो कुसुसेरामा आइरहेछ बाटो चाहिँ कुनै ठाउँमा राम्रै छ कुनै ठाउँमा नराम्रै छ गाउँघरको बाटो यस्तै हो हिँड्दा पऱ्यो र हेर्नुहोस् अब यही पनि यस्तो छ यी पानीको लेउसेउ सबै छ यो स्पिड ब्रेकहरू पनि घाचा घाचा घुचुक घुचुकै छ बाटो ठिकै छ बिचारा चर्की छ अब गाउँघरको बाटो यस्तै त हो अब गाउँघरमा अरू केही छैन यस्तै छ र अब हामी कुसुसेरा आइपुग्न लाग्यौँ नआउने साथीहरूले चाहिँ यही भिडियो हेर्दै चित्त बुझाउनु कसरी हैछ आउने भन्नु आउनुहोस् घुम्नुहोस् राम्रो छ ठाउँ बाटो फेरि यस्तो यो पिच पनि गरिन्छ चिल्लो छ यी हामी जतिकै सुटा गयो भने यो गाउँघर हेर्नु अब पाहाड आयो अब घुम्दै पऱ्यो यतिको रोडमा अलि राम्रो छ रोड पनि यति चिल्लो छ राम्रो छ गाउँघर पनि अब सबै झिलिमिल्ला छ अब बजार अब त्यहाँ बिचमा छ यही त हो अब नेपालको सेवा भनेकै ल अब आउनुहोस् हेर्नुहोस् बजार अब सुरु हुँदैछ हाम्रो यहाँ मेला पनि लागेको छ हाम्रो कुसुसेरामा मेला पनि लागेको छ अब अहिले हामी पनि देखाउँछौँ त्यो पनि हामी त अब तल त जान सकिन्न मेला स्टार्ट भएको छ यहाँ चाहिँ हाम्रो मेला चाहिँ कतापट्टि लाग्यो भन्ने चाहिँ हामीले बाटै हो हाम्रो बिल्डिङहरू छन् नि आडापाडामा हाम्रो आमाहरू हेर्नु आएको छ हाम्रो बजार आयो हामी चाहिँ यहाँ चाहिँ हाम्रो किनकि हामी चाहिँ यहाँ पानी परेर है हामी चाहिँ यहाँ हाम्रो यहाँ पुलिस ट्राफिकहरू हाम्रो कासाहरू यहाँ हाम्रोतिर सबै बुकिङ हुन्छ त्यही पनि हामी यहाँ छोड्नको लागि हिँडेको बजार आइसक्यो अब हाम्रो बजार आयो यो तल्लो बजार उयो अहिले होटेलमा हिँडेको हामीले यो मासु छोड्नको लागि अब चाहिँ हामी कुसुसेरा आइसक्यो गाइज होइन हेर्नु होला यही हो राम्रो बजार भनेको मान्छे चाहिँ बिचमा यसरी हिँड्छन् है मतलबै छैन कसैलाई कसैको यही होइन र ल अब चाहिँ हाम्रो बजार यही हो सबै यहीँ छ कपडा सपडा यहीँ पाइन्छ हाम्रो हाम्रो कपडाहरू यहीँ हाम्रो जुत्ता सब यतै पाइन्छ ब्यागहरू स्कुलहरू पहिला यहाँ थियो गाइज अहिले चाहिँ बन्द छ